गरिराखेका छौँ। यो मेवा गाउँबाट लिएर आएको अर्ग्यानिक मेवाको अत्यन्तै मिठो मेवा छ, निकै ठुलो छ। आज हामी यो मेवालाई चाहिँ खाना गइराखेका छौँ। यसका लागि सर्वप्रथम चाहिँ चक्कु उध्याउन गइराखेको छु म। चक्कु लाग्ने छैन, त्यसैले चक्कुलाई उध्याइसके पछाडि त्यस पछाडि अब यसलाई चक्कुलाई उध्याउने त्यस पछाडि हामीले मेवा खान्छौँ। त्यस पछाडि यो चक्कु यसरी सट्ट लाग्ने बनाउने। चक्कु लाग्ने बनाइसके पछाडि यसलाई सान्डु भन्छन्। यो चक्कु लाग्ने छैन, त्यसले राम्रोसँग काट्न सकिँदैन, त्यही भएर गाउँबाट लिएर आएको मेवा हो, जसमा भिटामिन ए प्रशस्त रहेको छ, निकै मिठो छ, ठुलो छ। त्यस कारणले आज हामी मेवालाई सबैजना परिवारका सबै सदस्यहरू या घरका परिवारका सबै सदस्यहरू बसेर यो मेवालाई खाना गइराखेका छौँ। यसलाई पानीमा राख्दै यो चक्कुलाई यसरी उध्याउन सकिन्छ। चक्कु लाग्ने भइसके पछाडि मेवा काट्ने र त्यस पछाडि मेवा खाने हो हामीले आज। चक्कु बिस्तारै लाग्ने हुँदैछ। तपाईँहरूको कसलाई मनपर्छ मेवा खानको लागि? मलाई त निकै मनपर्छ। फेरि यसलाई पानीमा पखाल्ने। अब चक्कु तयार भइसक्यो, निकै लाग्ने भइसक्यो, छुरा जस्तो भइसक्यो। अब यसले चाहिँ निकै राम्रोसँग काट्छ मेवालाई। यो अर्ग्यानिक मेवा हो, गाउँबाट लिएर आएको, निकै ठुलो छ, निकै मिठो छ। यो मेवा पाकिसकेको छ, गलेको मेवा छ। धेरै गल्यो भने पनि काट्न दुःख हुन्छ, त्यही भएर ठिक्क चाहिँ गलेको मेवा छ। अब यसलाई म काट्न गइरहेको छु। यसरी बस्ने र त्यस पछाडि अब यसलाई निकै मजाले काटेर खाने हो हामीले। चक्कु नचलाऊ बाबु, नचलाऊ, चक्कुले काट्छ। त्यस पछाडि यो मेवालाई यसरी राख्ने। आहा, निकै गलेको मेवा छ, धेरै मिठो होला जस्तो देखिन्छ। अब यसलाई मिल्यो भने तास्ने हो। हेरौँ मिल्छ कि हो। ओके, मिल्यो। अब मिलेको पछि यसलाई मजाले तास्ने। निकै ठुलो मेवा छ, हामीलाई आज देशभरिलाई खान पुग्ने मेवा छ। तपाईँहरूलाई पनि खान मन लाग्यो, आउनु होला। मेवामा प्रशस्त रूपमा भिटामिन ए प्राप्त हुन्छ। यसले धेरै रोग लागेका मान्छेहरूलाई खुवाउने पनि चलन छ, अझै कलेजो सफा गर्छ भन्ने पनि चलन छ। त्यस कारणले हामीले खानामा फलफुल खानुपर्छ। बाबु जाऊ त जाऊ, मम्मी जाऊ, बाबु जाऊ, सानो कान्छो। बाबुले यहाँ डिस्टर्ब गरिराखेको छ। छोरी छोरी लैजाऊ बाबुलाई। जाऊ बाबु जाऊ। धेरै ठुलो काटियो, लैजाऊ न बाबु। चलाउँछन् के? बाबु जाऊ, जाऊ बाबु जाऊ।
बाबुको नाम सुशासन हो मेरो छोरोको नाम। निकै गलेको छ। यसरी काट्ने, मजाले बोक्रा निकाल्ने। यसको बोक्रा मेवाको बजारमा किन्ने यसलाई चाहिँ 400-500 पर्न सक्छ। र आफ्नै गाउँबाट लिएर आएको, आफू जन्मेको ठाउँबाट लिएर आएको मेवा हो यो। त्यसैले पनि झन् स्वादिलो हुन्छ। मेवा गलिसकेको छ। चिप्लिएको छ, तासमा गएर देखाउँदो रहेछ। गाईहरू नबोलिदिनुहोस्। त्यति राम्रोसँग तास्न आइराखेको छैन। चिप्लो भएर ठुलो भएर मेवा ठुलो भएर गाह्रो भइराखेको छ। मेवा गलिसकेको छ। बिस्तारै बिस्तारै तास्ने। अब तास्न धेरै खाइसकेको छ। अब करिब 5% मात्रै तास्नु बाँकी रहेको छ। 5% मात्रै। लगभग मेवा तास्न सिक्न लागिसक्यो। अलि धेरै गलेको जस्तो देखिन्छ मेवा। अब बाबुलाई उता लैजाऊ न। जाऊ बाबु जाऊ। जाऊ। पातलो गरी तास्ने हो यसलाई, बोक्रा मात्रै निकाल्ने गरी। अब बोक्रा तासेर भइसक्यो। अब यसलाई एकचोटि चाहिँ मजाले पखाल्ने। हेर्नुहोस् त कस्तो दामी छ। अब यसलाई पखाल्ने हो। यसलाई पखालिसके पानीमा पखालेर सफा गर्ने। र त्यस पछाडि अर्को थाल ल्याऊ गरी। अर्को थाल ल्याऊ। जाऊ बाबु जाऊ। उता जाऊ, मामु जाऊ। अब यो बोक्रालाई अब गाईबस्तुलाई खुवाए पनि भयो। तर यहाँ बजारमा के हो, गाईबस्तुलाई खुवाउने कुरो भएन। अनि अब यसलाई चाहिँ डस्टबिनमा राखिदिने। अनि प्लेट सानो भयो, मेवा ठुलो छ। अर्को ठुलो प्लेट ल्याऊ। अब यसलाई म सफा गर्न गइराखेको छु। पानीमा मजाले धुने हो यसलाई। मैले पखालेर लिएर आइसकेँ। राम्रोसँग पखालिसकेँ। अब यसलाई मजाले काट्ने। रौना हाल न, रौना हालेकै छ। त्यस पछाडि अब बाबु नरौ। अब यसलाई यहाँबाट यसरी चिरा पार्ने। यो ट्रे आइसक्यो। अब यो ट्रेमा राखेर मजाले अनि यो यसरी मजाले चिरा पार्ने। वाउ, धेरै राम्रो छ। धेरै गलिसकेको छ मेवा। अनि त्यसपछि यसलाई साना साना टुक्रा पार्ने। यसरी मजाले यस्ता चिरा बनाउने, मजाले बनाउने। यो चिरा भइसक्यो। मेवा अलि गलिसकेको रहेछ। त्यसैले चिरा बनाउन गाह्रो भइसकेको छ मलाई।
यो चिरा बनाइसके पछाडि यो मेवाको दानाहरू झिक्ने र झिकेर फालिदिने। अनि यो अब खानको लागि तयार भयो। मिठो गरी खाने, कति मिठो आहा। ल छोरी सोफिया आओ, मेवा रेडी भइसक्यो। बाबुलाई पनि दिने। ल बाबु ल, यो बिहा हो, यसको बिउ हो। ल बाबु, ल ल छोरी, ल छोरी, मेरो छोरी छ नि यतादेखि। ए मेरो छोरी छ नि, छोरीले पनि खान्छन्। बाबुको त्यो सफा गर्छ। ओहो नि, यिनी मेरी छोरी हुन्, जेठी छोरी हुन् यिनी, मेरो एउटी छोरी, प्यारी छोरी। यिनीलाई पनि मेवा निकै मनपर्छ। खाऊ, गम गम खाऊ। अब मैले बाबुलाई दिन्छु। बाबु लौ मेवा लौ, लौ सानो लौ कान्छो, मेवा लौ। ल यति भएपछि बाबुलाई पुग्छ, सानलाई जति पनि पुग्छ। लौ आऊ, आऊ मेवा खान आऊ। लौ त सफा गरेर पठाइदियो। त्यस्तै गरी आउँछ। अनि यसको पनि अनि यसरी मजाले यहाँको बाहिरको चाहिँ यो भित्रको पोरो जति यो बिहारको झिकिदिने। त्यस पछाडि यो भयो, फेरि खानको लागि रेडी भयो। टक्कलाई मनपर्छ खानलाई मेवा, मलाई त अत्यन्तै मनपर्छ। मजाले एउटै मेवा पनि मैले खर्लप्पै खान सक्छु। तर मेवा चाहिँ गुलियो मिठो हुनुपर्छ। लौ आऊ, लौ बाबु मेवा लौ, लौ 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 मेवा लौ, लौ आऊ। लिएर आऊ त लौ त। ल यो फेरि मेरो म्याडमलाई, यो मेरो म्याडमलाई। ल देउलाई, छोरी दिएर मम्मीलाई देऊ छोरी। अनि त्यस पछाडि यो फेरि मेरो छोरो पुन्टे भाइलाई, नानीको भाइलाई पछाडि छोरीले सफा गरेर देऊ। यो फेरि यसरी निकाल्ने। हेर्दा हेर्दा मैले एउटा मेवा सिद्ध्याउन लागिसकेको छु गाइज। यो यसरी कति मिठो यो अर्ग्यानिक मेवा। गाउँघरको लोकल मेवा। मेरो दाइको घरको आँगनमा फलेको मेवा हो यो, माइलो दाइको। सायद यति आएपछि खाना पनि खान पर्दैन कि, हेरौँ। कपाल खाने हो, नानीलाई चाहिँ खाने हो। अझै मेरो छोरीले अझै खाने दिए। मेरो छोरीलाई पनि, सोफियालाई पनि अत्यन्तै मनपर्छ मेवा यो। ल निकै मनपर्छ छोरीलाई पनि मेवा। ल
ल यता देखिँदै खाऊ। नारायण उपानेले फोन गर्यो। ल ल ल यो खाऊ। फोन आइरहेको छ। अहिले मैले कल ब्याक गर्छु। अहिले फोन उठाइन। यो यसरी फाल्ने गाइज। र त्यस पछाडि यसरी फेरि यता दे। यो फेरि मेरो म्याडमलाई दिन्छु। पुग्यो गाइज। मलाई यो एक्लै सिद्ध्याउनु निकै गाह्रो भयो। अब यो मात्रै खान्छु, एउटा खान्छु, यो राख्छु साँझलाई, फेरि साँझलाई नास्ता। अनि कहिलेकाहीँ खाजाको रूपमा फलफुल पनि खाने गर्नुपर्छ। निकै स्वादिष्ट छ। करिब करिब 50% 75% म एक्लै खाइसकेको छु। अरूलाई पुग्यो अरे, छोरीलाई पनि पुग्यो, छोरीको मम्मीलाई पनि पुगेछ। अब बाबु आइसक्यो पुन्टे। बाबु पुन्टेलाई पनि दिन पर्यो मेरोमा। ल पुन्टु, ल पुन्टुले पनि खान्छ। ल आऊ आऊ खाने, आऊ ल। मेरो बाबुको नाम अब उठ त, सुशासन हो। यी सुशासन, यो मेरो छोरोको नाम सुशासन हो। यी छोरो सुशासन। लाउ खाऊ। यो टमाटर किन चलाएको त्यो माथि त्यसरी होइन कि। यसलाई टमाटर होइन, यो खाऊ। पपाया खाऊ। मैमा यसलाई खाऊ। खान्ने भन्छ नै यिनले त, खान्न भन्छन्। ल बाबुलाई मन पर्छ कि पर्दैन पनि, पर्थ्यो त अस्ति नताको। ल ल खान्ने हो। ल ल खान्न भनिन् बाबुले। अब म आफैले खाइदिन्छु। यी सबैको साथमा म खान्छु। ले जाउँ त। ल यो अब गाइज मलाई पेटभरि भयो। लगभग पुग्यो। अब यो साँझलाई राख्छु। पुग्यो। अब यसलाई चाहिँ यो बाँकी रहेकोलाई फ्रिजमा लगाएर राख्छु मैले गाइज। फ्रिजमा भोलि फेरि साँझलाई खानलाई यो फ्रिजमा अब यसलाई चाहिँ एउटा प्लास्टिक ल्याऊ त। छोरी पर प्लास्टिक ल्याऊ। यसलाई यो फोहोरलाई चाहिँ डस्टबिनमा हाल्ने। प्लास्टिकमा हालेर डस्टबिनमा हाल्छु। अब यो चक्कु काम सिद्धियो। यसलाई यसरी प्लास्टिकमा राख्ने। बाबु नचलाऊ, आऊ। बाबु खुसी भाइ छिन्। अब यो सफा गरेर ल्याइयो। यसलाई अब डस्टबिनमा राख्ने। अब यसलाई मैले यहाँ डस्टबिनमा राख्छु। डस्टबिनमा राखिसके पछाडि
यसलाई पनि पखालेर राख्ने सुपोलाई पनि सुपो पखालेर राख्ने अब यसलाई हात यहाँ गाई हात धुने यसरी आज मेवा खाने कार्यक्रम सकियो निकै मिठो मेवा खाइयो भिटामिन ए युक्त तपाईहरुले को कोलाई मेवा मन पर्छ कमेन्ट गर्न नबिर्सनु होला